सृष्टि लगभग 2 अर्ब वर्ष पहिले सुरु भएको थियो। एउटै ईश्वर, एउटै वैदिक ज्ञानको कारणले गर्दा सबैले सुखी र समृद्ध जीवन बिताए। त्यहाँ कुनै भेदभाव थिएन, कुनै उच्च वा नीच थिएन, आर्यावर्त गौरवशाली थियो। तर दुर्भाग्यवश महाभारत कालसम्म आइपुग्दा वेद ज्ञानको उपेक्षा र गलत अर्थ लगाउने कारणले राज्य सत्ताहरूको चाल र सोच बदलिँदै गयो। दयानन्द भन्छन्, जब दाजुभाइहरू आपसमा लड्छन् तब तेस्रो विदेशी आएर पञ्च बन्छ। यही भयो पनि विश्व बुरु रहेको आर्यावर्त आफैमाथि अरूले शासन गरिरहेको छ भन्ने कुरा समेत चिन्न सक्ने अवस्थामा रहेन। विशाल वैभव भएको यो देश विदेशी आक्रमणकारी, अंग्रेजी शासन, कुरीति र अन्धविश्वासहरूको भारी बोझमुनि अँध्यारो युगमा गहिरो निद्रामा सुतेको थियो। यही अँध्यारो युगमा 12 फेब्रुअरी 1824 सालमा मूल नक्षत्रमा मूल सत्यको स्थापना गर्न हजारौं किरणहरूको चमक र ध्वनिहरूको गुन्जसँगै गुजरातको टंकारामा मूल शङ्करको जन्म भयो। शिवरात्रिको दिन बोध भएपछि 29 वर्षको उमेरमा घर त्याग गरेर साँचो शिवको खोजीमा दयानन्द नामले प्रसिद्ध भए। गुरु बिरसानन्दजीबाट शिक्षा लिएर उनी सारा देशभर घुमे। देश, धर्म, संस्कृति, सभ्यता, इतिहास र भूगोललाई गहिराइमा बुझ्नुभयो, समस्याहरूको जरो सम्हाल्नुभयो र परिवर्तनको युद्धभूमिमा एक्लै होमिनुभयो। आदित्य ब्रह्मचारीको वर्जनाले शताब्दीौंदेखि सुतिरहेको भारतलाई चकचक्याएर उठाइदियो। सन् 57 को संघर्षमा 2वटा मात्र बाटो थिए। तर दयानन्दको यस हुङ्कारले देशको चिन्तनधार नै परिवर्तन गरिदियो। कसैले जति गरे पनि तर जुन स्वदेशी शासन हुन्छ त्यही सर्वोच्च र उत्तम हुन्छ। इतिहासका साक्षी छन् कि यस युगमा स्वदेशी र स्वराज शब्दको जन्म यही वाक्यबाट भएको हो। विराट भारतको कल्पना दयानन्दले नै दिएका थिए। वेदका गलत अर्थहरू प्रचार गरेर आफ्ना ग्रन्थहरूलाई सबैभन्दा महान बनेर मूल संस्कृतिको समाप्तिको षड्यन्त्र थियो। त्यसबेला दयानन्दको यो सिंह गर्जना थियो, वेदमै ईश्वरको ज्ञान हो, वेदतिर फर्कनुहोस्। वेदहरूको वास्तविक अर्थ फर्कियो र बिर्सिएका मानिसहरू पनि फर्किए। यस युगमा तिम्रो क्रान्तिकारी सोचले नै आत्मनिर्भर भारतका लागि पहिलो गौशाला दियो, पहिलो अनाथालय दियो, पहिलो महिला गुरुकुल र महिला छात्रावास दियो, पहिलो स्वदेशी बैन, पहिलो पुनर्वास बस्ती दियो, आयुर्वेदिक फार्मेसी दियो, डीएभी कलेज दियो। गुरुकुल परम्परालाई जागृत गरियो, हिन्दीको उपहार दियो, नमस्ते शब्दबाट पहिचान दियो। तिम्रो सोचले नै डोला पाल्की जस्ता सयौं प्रथाहरू तोड्यो, समुद्र पार जानु नहुने भन्ने मिथक तोड्यो, विधवाहरूलाई सम्मान दिलायो, महिलाहरूलाई मतदानको अधिकार दिलायो, पहिलो महिला विमान पाइलट दियो। भगत सिंह, बिस्मिल, लाजपत राय जस्ता बलिदान हुने सेनाहरू दियौं त श्रद्धानन्द, श्यामजी, कृष्ण वर्मा जस्ता हजारौं क्रान्तिकारीहरू पनि दियौं। मुंशी प्रेमचन्द र गुरुदत्त जस्ता क्रान्तिकारी कलमकारहरू दियौं। सैमुअल स्टोक्सलाई महात्मा सत्यानन्द बनायौं। तलपडे जस्तो वैज्ञानिक सोच भएका मानिसहरू दियौं। जातिवाद तोड्दै उनको नाम आर्य राखियो। नयाँ सोच, नयाँ विचार दियो। सत्यार्थ प्रकाश प्रदान गरियो र आर्य समाजलाई अमूल्य उपहार प्रदान गरियो। ऋषि दयानन्द, हामी तपाईलाई नमन गर्छौं, तर हाम्रो जिम्मेवारी सकिएको छैन। भारतबाट रुँदै निस्केका सेनाहरू अझै पनि लुकेका बाटोहरूबाट आक्रमण गर्ने उपायहरू खोजिरहेका छन्। हामीले आक्रमणहरूलाई चिन्नै पर्छ। दयानन्दले हामीलाई अन्धकारबाट निकालेर आजको दिन दिएका छन्। हामीले आउने पुस्तालाई अझ राम्रो भोलि दिनु छ। आकलाबाट हामीले बुझ्न पनि छ, सचेत पनि हुनुपर्छ। मजबुत परिवार, मजबुत भारत। सम्बन्धहरू जोगाउनुहोस्, उचनीच हटाएर अङ्गालो हाल्नुहोस्। प्राकृतिक कृषिबाट किसानहरू राजा भन्दा पनि राजा बन्नेछन्। लागो सदमुक्त युवा भारतको भविष्य हो। लतबाट छुटकारा पाउनुहोस्, युवा बचाउनुहोस्। दयानन्दको दर्शन दोहोर्याउँ र चुनौतीहरूको सामना गर्ने संकल्प गरौँ। हरेक घर, खेत र बोटमा जानुहोस्। आजको संकल्प यो हो कि यो राष्ट्रले संसारलाई बाटो देखाउन सक्षम हुनुपर्छ। हामी विश्वास व्यक्त गर्छौं कि आर्य समाजले अघिल्ला 1.5 शताब्दी चाहिँ राष्ट्र निर्माणका कार्यहरूमा पूर्ण संकल्प र समर्पणका साथ काम गरिरहनेछ।
भारतलाई विश्व गुरु बनाउने महाअभियानमा आर्य समाज दृढ संकल्पका साथ महत्त्वपूर्ण भूमिका निर्वाह गर्न तयार छ। आज विश्वका 5 महादेशमा फैलिएका आर्य समाजका 10,000 भन्दा बढी एकाइहरू सेवा, शिक्षा, संस्कृति र अन्य मानव कल्याणकारी कार्यहरूमा पूर्ण रूपमा संलग्न छन् र महर्षि दयानन्दले देखाएको मार्ग पछ्याउँदै फिल्मन्त विश्वमार्यमको लक्ष्यतर्फ अगाडि बढिरहेका छन्। हे महर्षि, हे दयानन्द, 200औं जन्म जयन्तीमा हामी सबै नमन गर्दछौं। हे दयानन्द, म तिमीलाई नमस्कार गर्छु, नमस्कार गर्छु, नमस्कार गर्छु।